यो चाहिँ मेरो मर्निङको मिनी भ्लग मेरो छोरीसँगको। मेरो छोरी कति छिटो उठ्छिन् बाबै। मलाई हाइफाई दिने रे। कति जोडताले हात ताकेर हेर प्लाट पड्काइरहेको थियो हाइफाई गर्दा पनि। हाइफाई दिने रे। अनि त्यसपछि मर्निङ हक दिएको रे फेरि। मलाई हक देऊ न भनेको मर्निङ हक दिइरहेको छिन्। अनि त्यसपछि फेरि मर्निङ किस देऊ न त मम्मालाई भनेको मर्निङ किस पनि दिइरहेको छिन् मेरो छोरीले। मर्निङ किस छोरीको मिठो मिठो किस खाएर म लागेँ दुध लिन। काठे पुल तरेर दुध लिन जाँदैछु। त्यसपछि कति हरियाली छ पछाडिको ब्याकग्राउन्ड। आहा बिहान बिहानै नेचुरल भ्यू शान्त वातावरण छ सबै त्यहाँ पोखरीमा। म चाहिँ दुध लिन जाने उहाँ घरमा हो कि त्यहाँ घरमा। त्यो घर बाहिर चाहिँ मलाई 2 जना घरको सदस्यले नोगिरहेछन् बाटो। छेउछेउमा पोखरी छ कति आनन्द छ पोखरी। हरियाली भ्यू देखाउँदैछु मैले। चारैतिर पोखरी बिचमा घर। आहा हेर 2 जनाले मलाई बाटो नोगिरहेछन् त्यहाँ। अनि त्यसपछि काली काली भनेको पुच्छर हलाउँदैछ कालीको आमा छोराले। अनि त्यसपछि हात दिन्छ मलाई छो भने होला नि त काली। यो कति छुच्चो छ यो हेर दारा देखाएको मलाई। त्यसलाई त छुन न डर लाग्छ हौ। त्यसपछि दुध लिएर फर्केँ म घरतिर। दुध पनि पोखिँदैछ। एउटा हातले क्यामेरा समाउने अर्को हातले दुधको भाँडा। त्यसपछि घर आएर अनि घरको बाघलाई छोडिदिएँ मैले चर्नलाई। बाहिर जानु पर्यो रे। त्यसपछि बडाल कुडाल बाहिरभित्र। अनि त्यसपछि पुछपाछ घर पुस्नु पर्यो। के गर्नु बाहिरभित्र पुसेर अनि डिजे हान्न थालेँ म। डिजेवाला डिजे हान्नु पर्यो नि घरको हल्का फुल्का डिजे हानेर। त्यसपछि चिया खाएँ मैले। अनि चिया बनाएको भिडियो बनाउनु बिर्सेछु। पछाडिबाट मेरो बुढोले के बनाएको भ्लग बनाएको भन्दै हुनुहुन्छ। मेरो छोरी हेर्नु न गाइज।